आउनै पर्छ है। बिगिनर हुनुहुन्छ भने एकदम टफै छ यो बाटो, अलिकति प्र्याक्टिस गरेर आउनु होला। कालो रहेछ यति बाटो, यहाँनिर आइपुगेछौँ। यहाँनिर आइपुगे बल्ल बल्ल। एकछिन म पनि सोध्छु के चाहियो, के चाहियो र अब लाइफमा के चाहियो? यो निलो आकाश, यो चिसो बतास अनि यो नानुको चिसो मुस्कान। लाइफमा यो निलो आकाश, यो चिसो बतास अनि नानुको त्यो मिठो मुस्कान, त्यति भयो। के चाहियो लाइफमा? वाह यति नै हो चाहिने। This trek is like pretty interesting as well, you know, same time. And if you love the nature, you need to come here for sure. So now we are heading back forward towards to like Panspokhori. So let's move to Panspokhori. Now we are here. Yes. The way is pretty tough, you know. Even me also myself, my legs are paining now. Okay. But same time, you can see the view, you can feel the nature. It's like mesmerizing, mind-boggling. So you never like recommend to those lazy people? Yeah, definitely. This view worth everything. Oh, Every steps, यहाँको त्यो every days count. यहाँको तालको भ्यू हैन ल खतरा छ नि। नुहाइ धुवाइ गर्यो अब केटाहरुको बाँकी छ हैन। पाउँदाखेरि एकचोटी नुहाएर दर्शन जानु होला। चिसो छ भित्र जाला। बाई बाई भन्दैन त सबै यस्तो ल बाई बाई भन्दैन। नमस्कार है साथीहरु सबजनालाई। आज चाहिँ हामी यहाँ पाँचपोखरी जाने चाहिँ हाम्रो प्लान रहेको छ। मेरो साथमा छ यहाँ दिनेश लामा, सुशान्त, हामी तीनजना चाहिँ आज फुल ट्रेक जाने चाहिँ प्लानिङ गरेको साथ चाहिँ हामी हिँड्दैछौँ है। जानुभन्दा अगाडि चुन्देवी मन्दिर चाहिँ दर्शन गरेर हामी हिँड्न लाग्दैछौँ। अब आज गएर चिम्टी भन्ने ठाउँमा बाइक राखेर त्यसपछि 4 घन्टा हिँड्नुपर्छ होइन। 4 घन्टा हो तर हामी 6 घन्टा चाहिँ हिँड्ने सोच छ होइन त। हिँड्नै पर्यो किनभने हामीसँग टाइम पनि अलिकति लिमिटेड छ। एडभेन्चरस होला होइन, किनभने त्यो ठाउँ मैले सुनेको थिएन पहिले। सुशान्त रेडी छ नि होइन? हामी अलिकति धेरै हिँड्नुपर्छ है, धेरै हिँड्नुपर्छ है आज। हामी चाहिँ अहिले चन्द्रगिरी हिल्सबाट निक्लिँदैछौँ होइन। यहाँ माथि रहेको छ होइन, गोदामबाट आएर चन्द्रगिरी पुगिरहेको छौँ होइन। अब हामी फर्दर हाम्रो यात्रा चाहिँ अगाडि बढाउँदैछौँ। अब चाहिँ हामी लाइक हाइवेमा आइसकेका छौँ। यो चाहिँ चेकपोस्ट होइन। अब यहाँबाट चाहिँ लाइक हाइवे स्टार्ट हुन्छ र अब हाम्रो जर्नी चाहिँ कलङ्कीतर्फ हो। ल हामी चाहिँ अब ठ्याक्क खाजा खाने ठाउँमा हल्का खाँदैछौँ नास्ता। हामी चाहिँ यो मूलपानी रहेछ होइन, यो मूलपानीको स्टेडियम रह्यो अगाडि। यहाँ बसेर हल्का खाएर बिहान बिहान चिलो खान्छ, केही फरक त नपर्ला भन्छु है। आकाश अनि चिसो बतास, हामी आइपुग्यौँ कता? जर्सिङ पौवा। दहरसिङ ए जर्सिङ पौवा ल होइन। हामी चाहिँ जर्सिङ पौवामा अब चाहिँ हामी यो बाटो हुँदै माथितिर लाग्नेछौँ। मेलम्ची पुग्नलाई अब 6 किलोमिटर बाँकी छ है। आइपुग्यो। हामी चाहिँ यो मेलम्चीको यो पाँचपोखरी गाउँपालिका कटेर हामी यता आइसकेका छौँ। मेलम्चीको बाटो देख्नुहुन्छ तपाईँहरू, साथीहरू यहाँ पुगिसकेको छ। बाटो एकदम अफरोड रहेछ यो मेलम्ची बजारबाट। दिनु कस्तो भइरहेछ? गाह्रो भइरहेछ? एकदम एक्साइटेड फिल भइरहेछ। कतिखेर बाइक छोडेर हिँड्नु त्यस्तो भइसक्यो। मेरो त ढाडै दुखिसक्यो यार यो ब्याग लिएर। अनि बाइक लिएर बाटोमा चाहिँ एकदम राम्रो थियो है भ्यूहरू। 1200 मिटर माथि। अब अझै माथि अझै टाइम लाग्छ होला है, हल्का अझै आधी घन्टा लाग्छ यार। छिम्ते होइन त हामी जाने, ठ्याक्क छिम्ते जाने, त्यहाँ खाना खाने। खाना टाढै छ, आजको यात्रा अझै माथिसम्म जाउँ भनेको
तलै होला जस्तो लाग्यो। छिम्टी पुगेँ है भर्खरै ननस्टप आएको। कति भयो 7 बज्यो भनेपछि अहिले ठ्याक्कै 1:30 भयो। हामी टपतिर आइपुगिसकेका छौँ है। ठिक छ नि होइन टप राइड है ल। अब अझै माथि जाने छ है। भ्यू पनि राम्रो छ यतातिर। ट्रेकिङ गर्ने डेस्टिनेसनमा आएर बाइक पार्क गरेर अब माथितिर जाने लाग्दैछौँ है। जान लाग्दैछौँ 3:15 भयो। उता बाजेकोमा चाहिँ हामी आएर बाइक राखेर जान लाग्दैछु। ल म आशीर्वाद दिनु पनि पुरा अवतारमा आइसकेछ है। ठिक छ नि होइन अब सकिन्छ है। अब चाहिँ रेडी भयो। 12 किलो होला 12-15 किलो सक्छ नि होइन पुरा चप्पल ल। हजुर ए यहीँबाट हुन्छ ल। हामी चाहिँ हिँड्यो होइन अगाडि। हाम्रो अब ट्रेक सुरु भयो भर्खरै भन्नुपर्छ। 3:30 बजे सुरु गरिरहेको छौँ हामीले। अब माथि टुप्पी डाँडा पुग्दाखेरि चाहिँ कति टाइम लाग्ने हो। ल ल खुल्ला ठाउँमा आइपुगेका छौँ होइन त। होइन त बुढा अलिकति खुल्ला छ है अहिले अघि भन्दा। ल टिकट काउन्टर रहेछ है यता चाहिँ। कति रहेछ पर पर्सनको चाहिँ 100 रुपियाँ। आधी घन्टाको हिँडाएपछि चाहिँ हामी यहाँ टपमा आयो। जोस् माथि नै हिँडिसकेको छ। मिल माथितिर लाग्दैछ है। हामी पनि माथि जाने 45 मिनट भइसकेको छ। बाटो चाहिँ एकदम खुड्किलो उकालो छ। ट्याक्क झर्नानिर आइपुगेछ है। हल्का अब रेस्ट गर्ने होला हल्का एकैछिन। औ ओ बुढा माथि गइसकेको छ यिनीहरू। अलिकति ठाडो छ यता बाटो। ल अब म पनि जाँदैछु माथि चाहिँ। यस्तै गरेर यता हामी त्यो ठाडो उकालो कटेर चाहिँ माथितिर आइसकेका छौँ। अब जाँदैछौँ माथितिर हजुर। लगभग 1 घन्टा 15 मिनटको हिँडाएपछि अलिकति बस्ने ठाउँमा आइपुग्यो हामी चाहिँ। छिम्टीबाट होइन बस्न पनि मन लाग्यो। गाह्रो नि भयो। लगभग 1 घन्टा अलि बढी ननस्टप पनि हिँडेँ होइन। दिनेश अलिकति धेरै नै थाके जस्तो छ होइन हेर्दाखेरि। अलिअलि किन हिँड्ने बानी छैन। बुढा चाहिँ अलिकति हिँड्ने बानी छ है। हामीलाई मात्र भन्दा सजिलो भइरह होला। हेलो ठिक छ नि सबै अल गुड है। ल भर्खरै पुग्यो हामी। अब आज चाहिँ यतै बसेर भोलि बिहान 6 बजीतिर जाने प्लान बनाएको छ केटाहरूले। त्यही गर्नु पर्ला। 9 घन्टाको जस्तो राइड भयो नि त आज। हामी बिहान त्यही मैले भनेर के बिहान 7 बजी हिँडेको होइन। यहाँ ठ्याक्कै यो हामी कुन रे ठाउँको नाम टुप्पी डाँडामा आउँदाखेरि चाहिँ कति 5:30 बजी आइपुग्यो होइन। 5:30 लाइक पाउने छ त्यस्तै। योभन्दा माथि एउटा स्टेप चाहिँ छ न त। तर हामी चाहिँ यतै बस्ने चाहिँ प्लान गऱ्यो। भोलिको लागि सजिलो नि हुन्छ। आज अलि थकाइ पनि लाग्यो बाटोमा होइन। त्यही भएर हिजो सुत्दा नि सुतेन। कति घन्टा सुत्यो दिनेश? लगभग 3 घन्टा जतिको निद्रा लिएँ मैले। सबभन्दा धेरै सुत्ने त हाम्रो सुसानै हो है। हाम्रो अब यहाँ नास्ता सुयो रेडी भइसकेको छ होइन। नास्ता खाऊँ ल दिनेश। ल झ्यापझ्याप लाएर खाऊँ है। चौरी गाई पनि आएर छ होइन। चौरी गाई डेन्जर रहेछ। कत्रो सिङ है यसको त। हामी चाहिँ यहाँबाट आयो है। यो चाहिँ टुप्पी डाँडा। टुप्पी डाँडाबाट अब निस्केर यता अगाडितिर लाग्दैछौँ। यताको भ्यू एकदम राम्रो छ। सरर लाएर काम पनि अब आउनु थालिसकेको छ। पुलनिर आइपुग्यो। पुलको नाम चाहिँ थाहा छैन। यहाँबाट चढेर यता जानुपर्ने छ होइन। हामी त्यहाँबाट हिँडेको कति 7:30 भनेपछि त्यस्तै कति आधी घन्टा जस्तो भयो होला है तलबाट हिँडेको। अन्त बुढा होइन ठ्याक्कै 1 घन्टा ल। तलबाट चाहिँ 1 घन्टा टुप्पी डाँडाबाट 1 घन्टा। ए अनि कस्तो अनुभव भइरहेछ मलाई? एकदम अलिअलि हिट आउनु थाल्यो। अब घाम लाग्नु थाल्यो होइन। अर्को एकदम कुल छ वातावरण एकदम राम्रो छ। ओके अनि खोला नालाको दृश्य एकदम मनै लोभ्ने हुने किसिमको होइन। यहाँ बसेर 1-2 घन्टा टाइम स्पेन्ड गरौँ जस्तो। त्यही त। तर हामीसँग टाइम छैन। यसो द्याट्स इट होइन
हैन त दिनु दुई शब्द एकदमै लाइक वर्थ इट होइन हुन्छ नि होइन लाइक नेचुरल ब्युटी हजुर प्लस वेदर प्लस फ्रेन्डली पिपुल होइन हजुर एकदमै बबाल बबाल है ल ठिक छ अझै माथि गएर नि बबाल गर्नेछौँ होइन अहिलेको लागि चाहिँ अब हामी फेरि हिँड्नेछौँ माथितिर गन्तव्यतिर हामी चाहिँ यता रातो माटो भन्ने ठाउँमा आइपुगिसकेको छौँ अघिल्लोको पुलबाट लगभग 45 मिनटको टाढै उकालो रहेछ पुरै एकदम गाह्रो छ यो बाटो अब अझ माथि सबै उकालो नै होला सायद पनि 9 बजिसकेको छ भनेपछि 6:30 बजी हिँड्यो होइन हामी त्यहाँबाट साथीले यता के लेखिरहेको छ नाम लेखिरहेको कि म्याप बनाएको सुशान्त दिनेश विशेष ओ माई गड थ्याङ्क यू सो मच चाहिँ हामी चोक्का डाँडामा आइपुग्यो होइन हाम्रो खाना खान्छ खासै चोक्का डाँडा भनेको थियो तर अझै माछा नि हो यो रातो माटोबाट चाहिँ मैले यो लट्ठी भेटा भएर चाहिँ अलिकति सजिलो भयो भेटाएको होइन त्यहाँ दिदीले दिएको एउटा यति सजिलो हुँदैछ नि अरू केही छ भन्नु अरू अब एकैचोटि माथि 5 पोखरी गएपछि के भन्छु म अहिले चाहिँ सिधै 5 पोखरी पोखरीमा गएँ चाहिँ यहाँ खाना खान लाग्दैछु नोस्याम 5 पोखरी होटेल ल अब हामी फेरि हिँड्दैछौँ गन्तव्यतिर सबैजना रेडी भयो ल अब खानासाना खायो होइन कति हो भारी भएको छ पेट पेट पनि भारी भयो होला नि 1.5 किलो ओके अब चाहिँ दिउँसोको 12:15 भइसकेको छ तलबाट हिँडेको लगभग 1 घन्टा चाहिँ पुरा भयो हाम्रो मेरो भनौँ होइन यस्तै बाटो छ उकालो छ पुरै अझै बिगिनर हुनुहुन्छ भने एकदम टफै छ यो बाटो अलिकति प्र्याक्टिस गरेर आउनु होला फेरि म जस्तै पढ्नु होला थकित यति बाटो यहाँनिर आइपुगेछौँ यहाँनिर आइपुग्यो बल्ल बल्ल अब यहाँबाट अझै 15 मिनट भनिरहेछ गाह्रो भइरहेछ हिँड्नलाई यस्तो छ बाटो पुरै हाफवे थ्रु आइसकेको छु यहाँबाट अब अलिकति यस्तो खुड्किलो छ यति बाँकी छ जाउँ बिस्तारै यिनीहरूले आइपुगे चाहिँ दौडी बिना रहेछ अनि कतिको भयो एक्सपिरियन्स यहाँसम्म ओके नै छ हामी फर्किन सक्ला सक्ला रमाइलो भइरहेछ नि एकदम होइन गाह्रो छ है आउनै पर्छ है तपाईँहरू बिहान कति बजी हिँड्नु भएको 5 बजे कहाँबाट त्यहाँबाट हो र एकछिन म पनि सोध्छु के चाहियो के चाहियो र अब लाइफमा के चाहियो यो निलो आकाश यो चिसो बतास अनि यो नानुको चिसो मुस्कान ल फेरि के चाहियो त अब यो लाइफमा यो निलो आकाश यो चिसो बतास अनि नानुको त्यो मिठो मुस्कान त्यति भयो के चाहियो लाइफमा वाह यति नै हो चाहिने ए ल अब हामी लाग्नेछौँ नि त सही हो निलो आकाश चिसो बतास अनि नानीको त्यो मिठो मुस्कान जिन्दगीमा के चाहियो Way is pretty tidy, you know, but this trek is like pretty interesting as well, you know, same time, and the peoples we meet like so friendly, so supportive, and if you love the nature, you need to come here for sure. So now we are heading back forward towards to like Panchpokhari. So let's move. What a nice speech, man. टपतिर आइपुगिसकेका छौँ मानी भन्ने ठाउँ हो क्या मानी भन्ने ठाउँ अझै कति किलोमिटर हो यो त्यो काटिरहेको रहेछ 0.9 किलोमिटर 1 किलोमिटर अझै रहेछ ओहो अघिसम्म हल्का हुसु लागेको थिएन अहिले त धेरै पो लाग्यो त
तैँले धेरै सोधे हामीलाई, तँलाई कस्तो लागेछ? मलाई त गाह्रो लागिरहेछ। नेक्स्ट टाइमदेखि चाहिँ नआउनु जस्तो लागिरहेछ। 5 पोखरीमा पनि चिरिसकेका छौँ। यता छ म्यापहरू। 4100 मिटर माथि रहेछ यो ठाउँ। त्यही भएर मलाई हल्का यो लेक लागे जस्तो भइरहेछ, टाउको दुखिरहेछ। यो ताल चाहिँ एउटा अहिले देखाएको छैन होला, भोलि देखिन्छ। एउटै छ त है, ल चेन्जै छैन। तपाईँलाई कस्तो लागिरहेछ? सब ठिक लागिरहेछ नि होइन? सबै ठिक लागिरहेछ नि, गाह्रो भएको छैन? गुड है। फेरि आउँ जस्तो मलाई रहेछ ट्रेकिङ, फेरि आउँ जस्तो मलाई रहेछ। यो ठाउँ होइन कि अरू ठाउँ आउने हो? मलाई त नआउनु जस्तो लागिसक्यो, गाह्रो भएको देखेर। गाह्रो भएको देखेर त्यही त। यो म बल्ल अहिले मौसम खुलेर 4वटा पोखरी चाहिँ देखेँ। ल 5 पोखरी है त उसो आइसक्यो। फेरि उताबाट अब केही देख्दैन, त्यही भएर यताको भ्यू चाहिँ हेरिहालौँ पहिला। सो दिनेश, what's your feeling now currently? 5 पोखरी, now we are here. Yes. The way is pretty tough, you know. Even me also myself, my legs are paining now. Okay. But same time, you can see the view, you can feel the nature. It's like mesmerizing, mind-boggling, and peoples are like so supportive, friendly. Yes. And now So do you recommend other to come here or what? Do you recommend other? In walking, and if you're interested, like you know, like loving nature or whatever, it's like I will recommend. But if you're lazy and like I will never recommend. So you never like recommend to those lazy people? Yeah, definitely. Okay. So just saw the view, and now we are planning to go to that Move forward to view tower. point. Lo. So hope we'll make a quick decision, and tomorrow Okay. we will enjoy a lot. But And we have we'll to suffer a lot. today. अलिकति मौसम पनि खुलेको भएर भ्यू चाहिँ राम्रो छ। भ्यू पोइन्ट चढ्दै गर्दाखेरिको दृश्य एकदम रमणीय छ। दृश्य चाहिँ हेर्दाखेरि, तर हामी लामो बाटो आएछ, अझै पुग्नु बाँकी छ। माथि भ्यू पोइन्टमा आएर हल्का अलिकति रेस्ट गरेर बसिरहेको छु। अहिले चाहिँ 6 बजिसकेको छ। भ्यू अब आजको लागि सायद यहाँ बास बसेर भोलि बिहान 6 बजे निस्किन्छौँ। एकछिन मन्दिर दर्शन गरेर बिहानै हामी हाम्रो बाइक राखेको छिम्टीभन्दा माथि देउरालीमा पुगेर भोलि नै घर फर्किने छ। भोलि चाहिँ अब ढिलै होला, 9-10 बज्छ जस्तो लागिरहेको छ मलाई। ल टिल देन बाई बाई। भोलि अब लास्ट इन्डिङमा गरेर हामी बिदाई हुनेछौँ यहाँबाट। ल दिनु म्यान, गुड मर्निङ है। गुड मर्निङ। आहा सुनिरहेछ। ल यहाँबाट पनि दामी देख्ने रहेछ त भ्यू त, बिहानको भ्यू त है, हल्का फुल्का होइन। भनेपछि आज कति 5:30 बजे उठ्यो है? 5:30 बजे उठ्यो। आज बर जाडो छ। हाम्रो टोली कति 10 जनाको टोली होइन? 10 जनाको टोली। बट दिस भ्यू वर्थ एभ्रिथिङ। हो नि, एभ्री स्टेप्स, यहाँको त एभ्री डेज काउन्ट। यहाँको तालको भ्यू होइन? ल खतरा छ नि। अब हामी चाहिँ आजको डेस्टिनेसन कहाँको हुनेछ? आज डेस्टिनेसन हाम्रो टुपी डाँडा हुनेछ। त्यहीँ बस्ने? त्यहीँ बस्नुपर्छ आज। त्यहीँ बस्ने अनि त हामी फर्किने भोलि बिहान गाडी चढेर जाने। ल धन्यवाद ब्रदर, धेरै रमाइलो लाग्यो है भेटेर। हाम्रो बाटोमा नि कतिचोटि भेटघाट भएको थियो है। सबसे स्लो हामी नै होला होइन? घाम पनि आयो, घाम लाग्यो। ल सही। एउटा ताल चाहिँ देख्ने रहेछ यहाँ, 4वटा पोखरी। एउटा चाहिँ उता साइडमा होला। हामी जो हिजो यो ठाडो बाटो नहिँडेर यताबाट आएको भएर अलिकति टाइम लाग्यो, गाह्रो पनि भयो। बिहान 6:30 बजीतिर उठ्यो हामी। यहाँ सबैजना उठेर तयारी हुँदैछ। अब फेरि ट्रेकको लागि तलतिर ओर्लिनु पर्ने छ।
अलिक गाह्रै हुन्छ कि लाइक अराउन्ड लाइक कति लगभग 6 घन्टा त हामी ओह्रालो कन्टिन्यू चल्नुपर्ने छ चल्नुपर्छ प्लस यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने रेस्ट अलि नमिल्दो रहेछ बडी हो त्यो चाहिँ अलिकति लाइक कठिनाइ रहेछ त्यही भएर यदि लाइक ट्रेकिङ आउनु छ भने चाहिँ लाइक स्मल डिस्टेन्स लाइक मेजर गर्दै होइन अनि अलिकति ट्रेकिङलाई लङ बनाउँदा चाहिँ राम्रो हुन्छ हामी जस्तो चाहिँ लाइक एकै दिनमा सकिदिने भनेर आउन चाहिँ अलिक गाह्रो हुन्छ गाह्रो छ त्यो चाहिँ लाइक मेरो फिडब्याक सबै भ्यूले गर्दाखेरि चाहिँ मन फेरि शान्त हुन्छ है भ्यूले गर्दा शान्त हुन्छ ल ठिक छ अब हामी चाहिँ लास्ट हाम्रो डेस्टिनेसन यहाँको भनौँ त्यो मन्दिरमा जाने छ होइन तल अनि त्यहाँबाट चाहिँ डाइरेक्ट घरतिर अनि हाम्रो यहाँ आजको यात्रालाई चाहिँ इन्डिङ गर्ने छ हाम्रो आज त डे 3 हो होइन डे 3 6 बजिसकेको छ आज सिधै हामी उता काठमाडौँतिर जानेछौँ हामी गुड मर्निङ पाँच पोखरी के छ साथी निलो आकाश चिसो बतास अनि नानुको त्यो मिठो मुस्कान त्यति भन्दा लाइफमा के छ यार मन्दिर एरिया यता मन्दिर पनि छ आउँदाखेरि चाहिँ एकचोटि मन्दिरको दर्शन गरेर आउनु होला नुहाइ धुवाइ गर्यो अब बाँकी छ होइन पाउँदाखेरि एकचोटि नुहाएर दर्शन जानु होला चिसो छ भित्र जाला चिसो छ ल बाई बाई भन्दैन त सबै यस्तो ल बाई भन्दैन ल बाई बाई यति भन्दै आजको चाहिँ हाम्रो यात्रा सकेको त छैन तर अब हाम्रो भ्लगिङ चाहिँ सघाउनु पर्ला जस्तो लाग्यो नेक्स्ट टाइम फेरि भेटौँला ओके बाई बाई